नमस्ते। आज हामी चर्चित नेपाली सिरियल जुठेको एउटा एकदमै रहस्यमय एपिसोडभित्र पस्दैछौँ। एउटा यस्तो एपिसोड जसले एउटा पुरै गाउँलाई नै सङ्कटमा पारेको छ। ल एपिसोडको सुरुवात नै एउटा एकदमै मार्मिक पोकारबाट हुन्छ, भगवान भेटाइदेऊ है। यो एउटै वाक्यले, एउटै कामनाले एउटा ठूलो र भयानक रहस्यको ढोका खोलिदिन्छ। तर त्यो सङ्कटको कुरा गर्नुभन्दा ठिक अगाडि कथाले हामीलाई एउटा शान्त पल देखाउँछ। गाउँमा दुईजना साथीहरू छन्, जुनारी र अर्की। उनीहरू आफ्नो बिग्रिएको सम्बन्ध सुधार्दैछन्। अब उनीहरूको झगडा किन भएको थियो त? एउटा चिठीले सबै कुरा छर्लङ्ग पार्छ। कारण रहेछ धर्मे नामको एउटा केटो। तर अब उनीहरू दुवैजनाले त्यो केटोलाई नालायक भन्दै आफ्नो मित्रताको बीचमा आउन नदिने निर्णय गरिसकेका छन्। उनीहरूको यो सानोतिनो व्यक्तिगत कुरा चलिरहँदा एकजना पाका मान्छेले भनेको एउटा कुराले कथालाई पुरै घुमाइदिन्छ। उनले भन्छन्, न त्यो धर्मे डाका यो गाउँमा छ, न गौरी छ। यहाँनिर पहिलोपटक धर्मेको नाम गौरीसँग जोडिन पुग्छ र यो नै कथाको मुख्य रहस्य बन्छ। ल अब सुरु हुन्छ कथाको मुख्य द्वन्द्व। गौरी नामकी एक युवती बेपत्ता भएकी छिन् र उनलाई खोज्नको लागि सिङ्गो गाउँ नै उर्लिएको छ। अब यो खोजी सामान्य छैन। गाउँलेहरूले सेलाखेतको जङ्गल, बाउली खोलाको खोल्सो, नदी किनार, वरपरका सबै ठाउँ, मतलब जहाँ जहाँ सम्भव छ सबैतिर चहारिसके। तर गौरीको कुनै अत्तो पत्तो छैन। यति धेरै खोज्दा पनि केही पत्ता नलागेपछि एउटा डरलाग्दो प्रश्न सबैको मनमा उब्जिन्छ। यदि उनी जङ्गलमा छैनन्, नदी किनारमा छैनन् भने आखिर गौरी गइन् त कहाँ? एकातिर पुरै गाउँ गौरीलाई खोज्दैछ, अर्कोतिर कथामा एउटा अर्को दृश्य आउँछ। एउटा जवान केटो आफ्नो बुबाको इच्छा विपरीत कामको लागि कलकत्ता जान भनी गाउँ छोड्दैछ। यहाँ हेर्नुस् त कस्तो विरोधाभास छ। एउटै समयमा गाउँबाट दुईजना मान्छे हराउँदैछन्। एकजना छोरो जो आफ्नो इच्छाले सबैलाई थाहा दिएर कामको लागि कलकत्ता जाँदैछ, उसको यात्रा थाहा छ। तर अर्कोतिर छिन् गौरी जो बिना कुनै सुईको रहस्यमय तरिकाले बेपत्ता भएकी छिन्। उसको भाग्य अज्ञात छ। अनि कथा अझै रोचक तब हुन्छ जब अनुसन्धान गर्ने मान्छेहरू मुख्य शङ्कास्पद व्यक्ति धर्मेको घर पुग्छन्। त्यहाँ के थाहा हुन्छ कि ऊ पनि कलकत्ता गयो अरे। अब प्रश्न उठ्छ, के यो संयोग मात्र हो? के धर्मे साँच्चै काम गर्न गएको हो कि गौरीलाई बेपत्ता पारेर भाग्नको लागि रचिएको यो एउटा बहाना हो? ल अब कथाले एकदमै नाटकीय मोड लिन्छ। गाउँलेहरूको खोजी टोलीले भाग्न खोजिरहेको धर्मेलाई फेला पार्छन्। अब तनाव चरमोत्कर्षमा पुग्छ। अलिकति लखेटेपछि गाउँलेहरूले धर्मेलाई चारैतिरबाट घेर्छन्। उसको भाग्ने कुनै बाटो बाँकी रहँदैन। अब सुरु हुन्छ असली टकराव। भिडको नेतृत्व जुठेले गरिरहेको छ र उनीहरू एक सेकेन्ड पनि खेर फाल्दिनन्। धर्मेलाई समात्ने बित्तिकै सिधा प्रश्न तेर्सिन्छ, गौरी कहाँ छ? तैँले निकाल्नुपर्छ। धर्मेले पनि तुरन्तै जवाफ फर्काउँछ, मैले गौरी लुकाएको छु र ऊ ठाडै इन्कार गर्छ। तर गाउँलेहरूलाई उसको कुरामा अलिकति पनि विश्वास छैन। उनीहरूलाई पक्का छ कि दोषी उही हो र अब झडप झनै बढ्छ। स्थिति यतिसम्म बिग्रिन्छ कि गाउँलेहरूले उसलाई धम्की दिन थाल्छन्। यदि उसले गौरी कहाँ छे भनेन भने उसलाई त्यही ठाउँमा मारिदिने कुरा गर्छन्। भनेपछि अब भिडले नै न्याय गर्न खोज्दैछ र धर्मेको ज्यान साँच्चै खतरामा छ। ल धर्मे त समातियो, तर के उसलाई समात्दैमा सबै रहस्य सुल्झियो त? बिल्कुल सुल्झिएन। मुख्य रहस्य त अझै जस्ताको तस्तै छ। अब धर्मेले मुख नखोलेपछि गाउँमा अनेक थरी कुरा काटिन थाल्छन्। केही भन्छन् मन दुखेर गौरी आफै कतै गइन् कि, कसैलाई लाग्छ उनी कतै कसैले नचिन्ने गाउँमा काम पो गरिरहेकी छिन् कि, अनि सबैभन्दा डरलाग्दो शङ्का, कतै उनीसँग केही नराम्रो त भएन? अनि यो सिरियलको सबैभन्दा गजबको कुरा नै यही हो। एपिसोडको ठिक अन्त्यमा जुठेले एउटा ठाउँतिर औँल्याउँछ र भन्छ कि उसले त्यहाँ अन्तिम पटक केही देखेको थियो। अब के देख्यो त्यो भनिँदैन। एपिसोड यहीँ टुङ्गिन्छ, एउटा नयाँ सुराग पर कुनै जवाफ बिना। भनेपछि मुख्य शङ्कास्पद व्यक्ति समातिएको छ, तर ऊ मौन छ। यस्तो अवस्थामा के गौरीको सत्य कहिले बाहिर आउला? कि यो रहस्य सधैँको लागि रहस्य नै रहला? एपिसोडले हामीलाई यही बेचैन बनाउने प्रश्नको साथ छोडिदिन्छ।